हेलो साथीहरू नमस्कार। आज हाम्रो यात्रा मुक्तिनाथ मन्दिरसम्मको हुनेछ। अहिले हामी रूप्से झरनामा छौँ। अब हामी रूप्सेबाट मुक्तिनाथतिर उकालो लाग्दैछौँ। कालीगण्डकी यसरी मुनिबाट यसरी गएदेखि काली त्यहाँ मजासँग बगेर यो हिमाली दृश्य एकदम मनमोहक, एकदम रमाइलो दृश्य देखेको छ। हामी यस्तै हिमाली दृश्यहरू हेर्दै हेर्दै मुक्तिनाथसम्म पुग्दैछौँ। लगभग यो हाम्रो 4 घन्टाको ड्राइभिङ हो र रुक्दै जाँदा थोरै बढी समय लाग्न सक्छ, तर पनि एकदम भए जतिको सबै दृश्यहरू कैद गर्दै हिँड्ने प्रयास हामी गरिरहेका छौँ। एकदम रमाइलो भइरहेको छ हाम्रो यात्रा।
अहिले हामी कागबेनी आइसकेका छौँ। यहाँ चाहिँ मान्छेहरूले श्राद्ध गर्ने, पितृ श्राद्ध गर्ने ठाउँ चाहिँ यहाँ हो। दुई नदीको सङ्गम छ यहाँ। यता मुक्तिनाथबाट बगेको चाहिँ पानी र उता अर्को खोला मिसिएर त्यहाँ दुईतिर दोभान छ। त्यहाँ आएर मान्छेहरू श्राद्ध गर्ने गर्छ र यहाँबाट अप्पर मुस्ताङ र मुक्तिनाथ जाने बाटो छुटिन्छ। अब हामी यहाँबाट मुक्तिनाथतर्फ लाग्छौँ। कागबेनीबाट थोरै माथि लागे पछाडि यहाँ चाहिँ एउटा चौर छ। त्यहाँ चाहिँ मान्छेहरू घोडा चढ्नलाई कुरेर बसिरहेका हुन्छन्। घोडा चढ्ने फोटो खिच्ने ठाउँ हो यो। एकदम हिमालको दृश्यसँग घोडा चढ्दै फोटो खिच्दै गर्न एकदम मान्छेहरूको भिड लागेको हुन्छ यो ठाउँमा। फाइनल्ली हामी गाडी पार्किङ गर्ने ठाउँमा आयौँ। अब यहाँ गाडी पार्किङ गरेर हामी लगभग 15-20 मिनटको बाटो हिँड्दै जान्छौँ यहाँबाट र मुक्तिनाथ मन्दिर 20 मिनट हिँडेपछि पुगिन्छ। यिनीहरू माथि जान्नन् क्या, यिनीहरू नि माथि जाने हिँड्न पर्छ। सामानहरू बेच्न राखेको छ यसरी मजासँग। मान्छे बोक्ने नयाँ तरिका। हामी मुक्तिनाथ आइपुगेका छौँ। अब यहाँ हामी 108 धारा नुहाउने अनि त्यसपछि पोखरीमा डुब्ने, त्यहाँबाट सिक्का झिक्ने सबै कुराहरू गर्नेछौँ। यो चिसो पानी एकदम, त्यही पनि बल्ल बल्ल 3 चोटि चाहिँ नुहाइयो। एकदम रमाइलो पनि भयो। अवतार सबै छन् क्या त्यहाँभित्र। यो पर्दा पर्दै कस्तो कमलो हुन्छ जस्तो बनाएको त्यस्तै अहिले अब भयो मोटा चाहिँ यस्तो मुक्त भयो युबाट पाउनु भयो। दाजुले घर बनाउँदै हुनुहुन्छ।
सबभन्दा माथिको त यहाँ तल छ त पर्छ नि त। हजुर त सन्धिले सिकाउनु इच्छा हो नि हामी कालीगण्डकीको मुहानमा आएका छौँ कालीगण्डकीको मुहान यस्तो छ जमेर यहाँभित्र हो तर अहिले चाहिँ पानी पुरै सुकेर केही पनि छैन यहाँ निक्लन त्यही उनीहरू नअट्टाएर यहाँ पानी पुरै यहाँ हरा होइन जमेर होला नि यहाँ हेर्नु कति धेरै घरहरू बनेछन् मुक्तिनाथ मन्दिरको नजिकै जो पनि आउने भक्तजनहरूले बनाउने घर चाहिँ यहाँ घर बनायो भने स्वर्ग गएर बस्ने ठाउँ हुन्छ अरे भन्ने एउटा प्रचलन छ त्यही भएर सबैजनाले यहाँ घर बनाउनुहुन्छ यो चाहिँ ज्वाला घर हो यहाँभित्र एउटा बत्ती छ त्यो सधैँ बलिरहेको छ यो कहिल्यै पनि निप्दैन एकदम यो ज्वाला घर हो यहाँभित्र चाहिँ ज्वाला घर छ हाम्रो मुक्तिनाथसम्मको यात्रा यहीँ समाप्त हुन्छ यतिन्जेल तपाईँहरूले हाम्रो भिडियो हेरेर साथ दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद यस्तै भिडियो हेर्न हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला र हाम्रो भिडियो लाइक कमेन्ट सेयर गर्न भने नबिर्सिनु होला है सबैजनालाई धेरै धेरै मुरी धन्यवाद।